चितवनको सौराहामा पर्यटन व्यवसायीहरूले भर्खरै जन्मेको 1.5 महिना भएको रहेछ गैँडाको बच्चालाई कानुनी प्रक्रिया मिलाएर समातेर लिएर आएर एउटा केजमा हालेछन् अनि सौराहा बजारको बीचमा ठुलो केजमा राखे। अब त्यहाँ सयौं मान्छेहरू गैँडाको बच्चालाई हेर्न जम्मा भए। एउटा विदेशी, बाहिरबाट आएको विदेशी होटेलको आफ्नै रुमबाट बाहिर मान्छे जम्मा भएको देखेपछि ऊ पनि आयो। त्यहाँ यस्तै पुस माघको महिना थियो, जाडो महिना। त्यो गैँडाको बच्चा त्यो पिँजडाको डन्डीमै टाँसिएर मस्तीले पल्टासन दिएर घाम तापेर सुतिरहेको रहेछ मस्तीले। सबैजना मान्छे जम्मा भइराखेका थिए अनि त्यो गैँडाको बच्चा राम्रो लाग्यो त्यो विदेशीलाई पनि। थोरै दुबो टिपेर लिएर आएर गैँडाको बच्चालाई खुवायो। आँखा खोल्दैन, मुख पनि चलाउँदैन, रेस्पोन्सै गरेन। 10-15 मिनट भइसक्यो प्रयास गरेको, गैँडाको बच्चाले न आँखा खोल्छ न मुख खोल्छ। अनि गएर यसरी चलाएछ यसरी चलाएछ। त्यसरी बोलाउँदाखेरि पनि, चिमोड्दा पनि, चलाउँदा पनि कुनै रेस्पोन्स गर्दैन। आधा घन्टा भइसक्यो त्यो गैँडाको बच्चालाई चलाएको, खान दिएको, माया गरेको, कुनै रेस्पोन्स नगरेपछि त्यो विदेशीलाई लागेछ यो गैँडाको जातै त्यस्तै हो। अनि ऊ आफ्नो बाटो लाग्यो। 2-4 महिना धेरै जिल्लाहरूको भ्रमण गरेपछि अब आफ्नो देश फर्किने बेलामा फेरि उसलाई लागेछ कि त्यो गैँडाको बच्चा के गरिरह होला त, हेर्नु पर्यो भनेर गयो। 3-4 महिनापछि गएको त त्यहाँ उसले अद्भुतको दृश्य देख्छ। 3 महिनापछि जाँदा त्यो गैँडाको बच्चा एक्लै फिसी मुस्कुराइरहेको रहेछ क्या हजुर। ए बा, अब विदेशीहरू अलिकति एउटा कुरा हुने बित्तिकै रिसर्च सुरु गरिहाल्छन्। उसले एउटा अध्ययन समिति नै बनाएछ। त्यसपछि उसले एउटा रिसर्चको 1 हप्तापछि एउटा कन्क्लुजनमा पुग्यो। हजुरलाई थाहा छ गैँडाको छाला कस्तो हुन्छ? त्यो 3 महिना अगाडि लगाएको सर, काउकुती छिर्नै 3 महिना लागेको छ क्या।